साथीहरू आज मेरो बिहानको लागि यहाँ चिया पाकिसकेको छ कचौरामा। यहाँ चाउमिन गरिरहेको छु, उमालिरहेको छु। यहाँ साथीहरू मेरो यहाँ बासी भात, ढिँडो अनि मासु छ है, अहिले देख्न सक्नुहुन्छ। यहाँ बुहारीको लागि, हाम्रो बुहारीको लागि यहाँ बुङ्गुरो मासु, के भन्छ यो अन्डा, अनि के हो यो ढिँडो, बासी ढिँडो है, हिजोको पोलेको साथीहरू पनि यहाँ छ। यो हाम्रो नेपाली लोकल हाम्रो यो खाजा है, खाजा हाम्रो प्योर खाजा चाहिँ हाम्रो नेपालीहरूको कोदोको ढिँडो, अन्डा, बासी भातहरू है। साथीहरू यहाँ चाउमिन पनि उम्लिरहेको छ, के गर्ने भइरहेको। यहाँ खाजा खाने कि यहाँ चिया पनि हेर्नु न उम्लिरहेको छ। साथीहरू मेरो बिहानको खाजा तयारी भइसकेको छ, तपाईँले देख्नुहुन्छ। यहाँ हिजोको बासी ढिँडो है, यो त फाल्नु भएन नि त, यो त बिचरा त्यो अन्जन बहिनी हो को थाहा छैन। हामीलाई एकदम ढिँडो खानु मन लाग्छ भने क्या पसलतिर कोदोको पिठो खोज्दै हिँड्दै थियो, अनि उहाँले दिनुभएको होइन, उब्रेको थियो, अनि कहाँ फाल्नै माया लाग्यो क्या साथीहरू। अनि यहाँ बङ्गुरको मासु हिजोको तरकारी, अनि यहाँ अन्डा गरेको छु। अनि त्यसपछि यहाँ चिया छ, फिक्का चिया है, दुधको चिया खाँदैन किन ग्यास्ट्रिक हुन्छ नि त। यो चाहिँ हाम्रो नेपालीहरूको प्योर खाजा है, बाहिरको कुरा भन्दा पनि। एकदम मिठो। अब यो अन्डा पनि हाम्रो नेपालमा उत्पादन भएको हो क्या, बङ्गुर पनि नेपालमै साथीहरू मलाई डाक्टरले एकदम दुब्लक भनेको है, मेरो नाक पनि पस्छ भन्नु। साथीहरू यस्तो खाजा पनि कहिले दुब्लाउँछ, यस्तो मिठो भएको छ साथीहरू। त्यो 5 स्टारको खाजा भन्दा पनि जब त्यो 5 स्टार खाजा, न नुन लाग्नु न के लाग्नु, अमेरिकन खाजा भन्छ। गुल्यो नगुल्यो मकैहरू, त्यो कलिलो मकैहरू उसिना दिँदो रहेछ, टमाटर पोलेको हो कि उसिनेको खै, डल्लो डल्लै दिन्छ। अब खानु पनि खानु यो हाम्रो यस्तो प्योर कोदोको ढिँडो, बासी ढिँडो नखाएर होइन, यो मिठो मलाई त। हाम्रो नेपालीहरूको अर्ग्यानिक खाजा भनेको यहाँ होइन साथीहरू। वाह क्या मिठो। थाल पनि हेर्नु नि यहाँ कस्तो छ, नेपालको अर्ग्यानिक थाल। काठमाडौँ साथीहरू, म चाहिँ अहिले काठमाडौँमा छु है। के मिठो छ। साथीहरू मान्छेहरू 5 स्टार कुनै के 6 स्टार, अहिले त 7 स्टार पनि भइसकेको छ। नेपालमा चाहिँ 7 स्टार छैन होला,
दुबईमा है कता कता 7 स्टारको होटेलै जलाइदियो के भन्छ बम हानिदियो भन्छ है। अब 5बाट हाम्रो हेटौडामा चाहिँ 3 स्टारसम्म छ, काठमाडौँमा त 5 स्टारसम्म 5 स्टार पनि छ है साथी हो। त्यहाँको खाजा है केही मिठो लाग्दैन हामीलाई। माछा ल्याएको म त आलु फ्राई गरेर ल्याएको होला भनेर यस्तो गोलो गोलो रहेछ, खाएको त माछा पो रहेछ। खाना मन लागेन गएको लाग्यो है, गाडीमा राति झन्। अनि आलु भने त माछा पनि यस्तो हड्डी नभएको गोलो गोलो हुँदो रहेछ। किन्ने पिनेको के हो यस्तो छ साथीहरू। तपाईँलाई कस्तो लाग्यो मेरो अर्ग्यानिक खाजा है। मेरो मात्रै होइन, हामी नेपालीहरू अर्ग्यानिक खाजा थाल पनि हाम्रो एकदम अर्ग्यानिक है। बाई बाई।